कुराकानी नेपाल जानी। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्य सुसर्वदा। जय गणेश। त्यो मूर्ति देख्दा त्यतिकै त्यो आस्था के यो धर्मको आस्था चाहिँ मूर्ति देख्ने बित्तिकै मूर्ति त्यो फिलै अर्कै हुने क्या होइन यस्तो मजाले पुरिएको यो कि नेपालमै बनायो होला खोइ यो चाहिँ मलाई पनि ठ्याक्कै थाहा छैन होइन। एकजना व्यक्तिले यहाँ ल्याएर स्थापना गर्नुभएको हो। एकजना व्यक्तिकै खर्चमा यस भगवान्लाई अर्पण गर्ने मन्दिरमा अर्पण गर्नुभएको हो यो होइन। यो मूर्ति यो मूर्ति हनुमानको मूर्ति होइन। अनि भित्र पनि छ शिरडी साईको मूर्ति, धेरै मूर्तिहरू छन्। त्यो मूर्ति चाहिँ सबैको आफ्नो आस्था हो। के लाग्छ यो मूर्ति भने जस्तै गणेश भगवान् श्री गणेशाय नमः गणेशको उत्पन्न गणेश भगवान्को उत्पत्ति कहिले भएको के थाहा छ तपाईँले? गणेशको यस्तो छ दाजु होइन, धेरै ग्रन्थमा धेरै थरी भनिएको छ होइन। अब स्वस्थानीलाई आधार मान्ने हो भनेदेखि पार्वतीको महलबाट उत्पत्ति भयो होइन। के भयो भन्दाखेरि पहिले सुरु अलिकति अगाडिबाट म भन्छु स्वस्थानीमा भनेका कुराहरू स्वस्थानीलाई आधार मान्न गरौँ न अहिले होइन। हामीले सानैदेखि स्वस्थानी पढ्दै आयौँ सुन्दै आयौँ होइन। त्यसलाई आधार मानेर भन्नुपर्दा चाहिँ बिहे गर्नुभन्दा अगाडि नै पार्वतीले चाहिँ महादेवसँग तपस्या गरेर एउटा वरदान के माग्नु भएको थियो। महादेव अथवा को हुनुहुन्थ्यो सायद महादेवै जस्तो लाग्छ मलाई होइन। त्यसमा चाहिँ म कन्फ्युज भएँ, यही हो भन्न सक्दिनँ होइन। के थियो भन्दाखेरि यो प्रसव पीडा चाहिँ भोग्नु नपरोस् मैले भनेर पार्वतीले वरदान माग्नु भएको थियो कि। अनि वरदान प्राप्त गर्नुभयो, दिनुभयो होइन। अब पछि अमृतले चल्दै गए, महादेवसँगको अब बिहे भयो होइन। महादेवसँगको बिहेको पनि छुट्टै लीला छ फेरि होइन। पार्वती भने फेरि सतीदेवीको रूप हो, सतीदेवीको होइन अवतार, अर्को अवतार भनौँ न। सतीदेवीले एउटा देह त्यागेर हिमालयन पर्वतको घरमा चाहिँ गएर उहाँको श्रीमतीको पार्वतीकी छोरी हो म पार्वती हो नाउ पार्वती हो नाउ पार्वती हो त्यो पार्वतीले चाहिँ शिवजी बाहिर मैले नि स्वस्थानी पढ्दाखेरि पार्वती शिवजी बाहिर घुम्न जाँदा घरमा चाहिँ नुहाउँदाखेरि महलबाट चाहिँ एउटा छोरो उत्पन्न गर्नुभयो। त्योभन्दा अगाडिको अलिकति कहानी म सुनाउँछु तपाईँलाई। के हो भन्दा किन उत्पत्ति गरे भन्ने कुरो पनि छ कि गणेश। अब उनलाई चाहिँ अब त्यो सबैको आफ्नो अब साथीहरू सबैको छोराछोरी भए होइन, आफ्नो छैन होइन। एक प्रकारले त्यो टेन्सन पनि लागिरहेको थियो कि अब पहिल्यै वरदान मागिसकेको छ होइन। त्यो गर्भवती हुने भन्ने नै उनी गरेका छैन होइन। वरदानले आइसक्यो, त्यो वरदान खेर बाल्ने कुरो भएन। हुन त पार्वती आफै जगत माता होइन, सबै जगत जननी। तै नि अब वरदानको त कदर त राख्नुपर्छ नि त होइन। श्रापको पनि कदर राख्नको लागि विष्णु भगवान् तुलसी पनि आफ्नै होइन। त्यस्तै वरदानको पनि कदर त राख्नु पऱ्यो। त्यो हुनाले चाहिँ अब त्यो सोचिरहेको थिएँ एक दिन के नहुने गर्दा अथवा के काम गर्दाखेरि नन्दी चाहिँ टुई अब नन्दी त उसको शिवजीको बाण होइन, भित्र टुई गए। अनि यस्तो त भएन, जो पनि आउने भयो होइन, डिस्टर्ब गर्ने भयो, आफ्नो प्राइभेट लाइफै नहुने भयो। कैलाशमा एउटा मान्छे चाहिँ अब हुनुपर्छ, अब मलाई सन्तान पनि चाहिरहेछ भनेर नुहाउँदै गर्दाखेरि नुहाउँदै यता महल निस्क्यो नि त होइन। महल ट्याक्क बनायो, एउटा आकार बनाएर ल अब त उत्पत्ति भयो एउटा बालक। सबै शक्ति दिएर क्या फेरि माताको शक्तिहरू कति छन् होइन। त्यो सर्वशक्तिमान भनौँ न, एउटा एक प्रकारको बालक त्यहाँ उत्पत्ति गराउनुभयो माता पार्वतीले। अनि के भन्नुभयो, हेर बाबु छोरा तिमी अब जन्मियौ, उत्पत्ति मैले गराएँ। मलाई किन उत्पत्ति गरा त भनेर सोद्धाखेरि चाहिँ होइन ल म जो नि आउने भयो मलाई डिस्टर्ब गर्ने भयो, आफ्नो प्राइभेट लाइफै हुने भएन। ल ठिक छ बाबु, अब तँ चाहिँ ढोका बस, द्वारपालको रूपमा बस, मैले नआउनेसम्म कसैलाई पनि भित्र छिर्न नदे भनेर एउटा दण्डी दिएर ट्याक्क थमाउनु भयो होइन गणेशलाई। अनि थमाउनु भयो। अब महादेव कतातिर घुम्न जानुभएको थियो अथवा के गर्न विचरण गर्न चरण गर्न के गर्न जानुभएको थियो होइन। गरेर आउनुभयो, 20 जनालाई त छेक्छ बच्चाले, भित्र जानै दिँदैन। कोही थिएन बच्चा, महादेवलाई थाहै छैन को भन्ने कुरो होइन। आफ्नो घरमा छिर्न दिँदैन यार होइन, आफ्नो बुढी भट्टा जान दिँदैन होइन। म तेरो अनि को होस् त किन छेक्या मलाई भन्दाखेरि म पार्वतीको छोरो, मलाई माताले यस्तो यस्तो भन्नुभएको छ। ए ठिक छ, त्यसो भए त्यो मेरो लागि होइन, त्यो अरूको लागि हो, ल छोड बाटो छोड भने जानै दिँदैन होइन।
योभन्दा पनि जान्दिँदैन ऊभन्दा पनि जान्दिनँ म बाउले भने त्यसो ल म आज्ञा दिन्छु तँलाई छोड भने म त मेरो लागि त आमा सबभन्दा ठुलो कुरो हो आमाको आज्ञा सबभन्दा ठुलो कुरो हो माताको आज्ञा विपरीत म केही पनि गर्न सक्दिनँ माताले भन्नुहुन्छ तब मात्र छोडिदिन्छु भने अब महादेवलाई रिस उठ्न थाल्यो होइन रिस उठेर तान्डव गर्न थाल्नु महादेव हो त्यहाँ सब देखिरहनु भएको थियो नि त ब्रह्माले पनि देखिरहनु भएको थियो विष्णुले पनि देखिरहनु उनीहरू त देखिरहने हो नि त होइन अनि ब्रह्मा आउनुभयो यसरी त भएन अब महादेव त रुद्र रूप लिन थाल्नुभयो कसैले पनि पार्वतीलाई भित्र शिवजी बाहिर आउनु भएको छ भनेर कसैले पनि थाहा दिएन दिएन पार्वती नुहाउन थाल्नु भएको थियो क्या त्यतिखेर भित्र नुहाउन लाग्नु भएको थियो अब नुहाउनु लाग्दा डिस्टर्ब गर्ने कुरै भएन नि अब होइन अनि फेरि जगतमा महादेव फेरि आफ्नो घरभित्र छिर्नलाई आतुर भइसक्यो त्यही त होइन एकछिन पुर्या भयो होइन पार्वतीलाई आउन दिनु होइन पार्वतीलाई आउन दिनु पार्वती आए पछाडि म भित्र जान्छु भने अब त्यो काण्ड सायद हुँदैन थियो कि जस्तो लाग्छ क्या मलाई हुँदैन थियो होइन एकछिन पर्खिनु नि त आमालाई आउन दिनु एकछिन यार घरको आँगनमै पिँढीमै बस्दा त के भएको थियो त शिवजीलाई पनि क्या भित्रै किन छिर्नु पर्ने भित्रै नछिर्या भए त आज गणेशको त्यो टाउको काटिन्न थियो होला जस्तो लाग्छ क्या मलाई अनि त्यो विधिको विधान हो क्या त्यो विधिको विधान भने अब त्यतिखेर घटना घट्यो यो भइदियो भए के हुन्थ्यो यो भइदियो भए के हुन्थ्यो भने अब त्यतिखेर घटना घट्यो अनि अब होइन यस्तो नभइदियो भए हुन्थ्यो भनेर इमेजिनेसन गरेर रोकेर हुँदैन हुँदैन महादेवले अब रिस उठ्यो होइन ब्रह्मा आएर रोक्नुभयो ब्रह्मालाई नै हराइदिनु भयो गणेशले होइन सर्वशक्तिमान हो नि त शक्तिमान हो नि त गणेश त पार्वतीको छोरो पार्वतीको अंश हो पार्वतीलाई कसले सक्ने आदि शक्ति महादेवको पनि शक्ति भनेको पार्वती हो क्या आदि शक्ति अनि त्यस पछाडि अनि ब्रह्मालाई नै हराउनु भयो अरू नन्दी सन्दी यताउता जति थिए सेनाहरू सब हराइदिए अब सबलाई पिटिरह यत्रो बालकले महादेवलाई त रिस उठ्यो अब तान्न गर्न थाल्नुभयो महादेव पुरा नाच्न थाल्नुभयो सब अब डरले थुरथुर भयो महादेवको रौद्र रूपमा त कोही पनि नसक्ने महादेवले रिस उठेर झ्याममा त्रिशूल हान्नुभयो चट्ट गयो टाउको गयो त्यतिकै पार्वती आइपुग्नु भयो हेर्नुहुन्छ ल अब भर्खर उत्पत्ति गरेर छोराको टाउको काटिरह अब विलाप गर्न थाल्नुभयो प्रभु तपाईँले यस्तो बालकलाई किन यस्तो गर्नुभयो उसले त मेरो आज्ञा पालना गरेको थियो तपाईँले यस्तो गरेर हुन्छ भने अब महादेवले ओहो गल्ती गरेँ रिसको आवेगमा गल्ती गरिहाल्ने हो के गर्ने त है ठिक छ ल जोडिदिनुहोस् त्यसो यसलाई बिउताइदिनुहोस् टाउको जोडिदिनुहोस् भने फेरि महादेवको त्रिशूलले हाने चिज काटिसकेपछि त जोडिँदैन अब त्यो टाउको जोडिएन जोड्ने कुरै भयो हुनाले एउटा कुनै एउटा शक्ति नै जहाँ त्रिशूल महादेवको त्रिशूलले हानिसकेपछि सिद्धियो क्या त्यो जिन्दगी कहिले पनि जोडिँदैन जोड्न मिलेन क्या महादेवको ब्रह्माण्डमै हानिदिनु भयो भने ब्रह्माण्ड जोड्नै मिलेन त्रिशूलको त्यस्तो पावर अनि अब के गर्ने त जस्तै पानीमै हानिदिनु भयो भने पानी काटियो पानी काटिएपछि त्यो पानी जोडिएन क्या दुईवटा थोपोलाई होइन दुईवटा टुक्रा भएपछि त्यो जतिसुकै गरे पनि जेसुकै गरे पनि जोडिएन कि त्यो टुक्रै भयो क्या महादेवको त्रिशूलले यो तपाईँको पानी त मिसिन्छ नि त होइन जति काटे पनि पानी भने चिज त मिसिने चिज हो जस्तो मोलिकुल्सहरू हो मलाई अहिले त ठ्याक्कै शिवजीले काटेको भन्नाले त्रिशूलले को कार्यविधि जसले काट्यो त्यो जोडिँदैन दुई टुक्रा हुन्छ समुद्रको याद आयो दुईवटा समुद्र मिलिँदाखेरि दुईवटा समुद्रको दुईवटा कलर हुन्छ कहिले पनि उनीहरू एक आपसमा मिल्न त मिल्छन् तर उनीहरू छुट्टिन्छन् प्रशान्त महासागर र अर्को महासागर जोड्दाखेरि एटलान्टिक ओसियन त्यो उनै छ नि हो अनि के भयो अब जोड्नु पर्यो महादेवलाई अब ग्लानी भयो नि त होइन गर्नु नहुने ओहो गरियो भने जस्तो भयो अनि के भयो भने त ल ठिक छ ल अब मेरो त्रिशूलले काटाइले त जोड्न मिल्दैन ल सेनामेना हो जाओ कस्तो ल्यायो भन्दा उत्तर फर्केर सुतेको होइन तर ढाड चाहिँ बच्चातिर फर्काएर बसेको बच्चाको आमाले कुनै ढाड चाहिँ बच्चातिर फर्काएर सुतेछ भनेदेखि त्यसको बच्चाको चाहिँ टाउको काटेर ल्याओ उत्तरतिर फर्केर सुतिरहेको आमा र बच्चा पछिल्लो 10 दिनभित्र जन्मिएको अथवा कति दिनभित्र जन्मिएको थियो त्यो होइन 10 दिनभित्र जन्मिएको किन उत्तरतिर फर्केको त्यो होला के होला त्यसमा रिजन होइन अनि उत्तरतिर फर्किएर अनि फेरि कस्तो भन्दा बच्चालाई ढाड फर्काएर सुते आमाले कतै सुतिरह भने चाहिँ त्यसको बच्चाको चाहिँ टाउको काटेर ल्याइदियो अरूको होइन होइन भन्दै गर्दा नि ल ठिक छ प्रभु हुन्छ भनेर गएँ यसो हेरेँ बच्चा यसो देखेँ भर्खर जन्मे बाँदरको बच्चा देखेँ होइन उत्तर जुन जनावरको बच्चा जसको भयो पनि भयो यसो हेरेँ बाँदरको देखेँ होइन उत्तर फर्के छैन कोही ढाड फर्का छैन कोही आमाले होइन कोही के मिलेन कोही मिलेन जाँदै गर्दा एउटा हात्तीको बच्चा चाहिँ त्यसै गरी सुतिरहेको छ हेर्नु हात्ती ढाड फर्काएर उल्टो भनौँ न यता र यता फर्केर ढाड फर्काएर चाहिँ बसिरहेको छ अब उनीहरूले त्यही देखे त्यही काटेर ल्याए के ल्याएको थियो यत्रो हात्ती टाउको लेखा त तिमीहरूले के गरेको थियो भनेर भन्दा प्रभु यस्तै पाइयो तपाईँले भने शर्त अनुसारको के अन्त यही भयो यही ल्याइयो ल ठिक छ केही छैन ट्याक्क जोडिदिएर ल बाबु तँलाई जीवन दान
होइन त्यसपछि त्यहाँ ब्रह्मा पनि त्यो विष्णु पनि त्यहीँ थिए लक्ष्मी पनि त्यहीँ थिए होइन ब्रह्मा पनि त्यहीँ थिए त्यो काण्ड भइरहेको बेला बेला त सबैजना उपस्थित भइसक्यो नि त अनि सबले आशीर्वाद दिए ल यसको शक्ति एउटाले एउटा शक्ति दिए एउटाले एउटा शक्ति दिए त्यसरी चाहिँ अनि गणेश गजमुख हात्तीको मुख जस्तो भएर चाहिँ गणेश भन्ने नाम चाहिँ रहन गयो कि